बाहिरबाट हेर्दा मान्छेहरूले विभिन्न अनुमान लगाउनुहुन्छ, जस्तै यो त पब्लिक फिगर हो, यसको घरमा त हाउस हेल्पर होलान्, यसले आफ्नो घरको काम आफैले गर्नु पर्दैन होला। तर त्यस्तो होइन, म पनि हजुरहरू जस्तै एउटा नर्मल मान्छे हुँ। काममा गएको बेलामा काममै भइहाल्छु, त्यतै आफ्नो कामहरूमा बिजी हुन्छु। तर म जब आफ्नो घरमा हुन्छु, मैले मेरो घरको काम सबै आफै गरिरहेकी हुन्छु। अहिले हजुरले देख्न सक्नुहुन्छ मैले चाहिँ आफ्नो घरमा भाँडा माझ्ने काम गरिरहेकी छु। केही दिनदेखिबाट म चाहिँ घरमा थिइनँ, सुटिङमा गएको थिएँ। अनि सुटिङबाट आइसकेपछि चाहिँ घरमा यति धेरै काम हुन्छ, यति फोहोर हुन्छ घर, किनभने मेरो श्रीमान चाहिँ बिहानै आफ्नो काममा जानुहुन्छ अनि एकदम बेलुका भएपछि मात्र घर आउनुहुन्छ। उहाँले चाहिँ आफूले खाना खाएर पकाएर खाना जान पनि भ्याउनु हुँदैन। त्यही भएर मैले चाहिँ आफ्नो श्रीमानबाट केही आश गर्ने गरेकी छैन। उहाँले आफूलाई खाना पकाएर खानुभयो भने त्यो पनि ठुलो कुरा लाग्छ मलाई चाहिँ। अनि मेरो केसमा चाहिँ कति मान्छेहरूले भन्नुहुन्छ तिमीलाई त कति आनन्द छ होला है, सुटिङमा गयो, नयाँ नयाँ ठाउँ घुम्न पाइन्छ, कस्तो राम्रो राम्रो ठाउँ जान पाइन्छ, कति रमाइलो छ होला है भनेर भन्नुहुन्छ। नरमाइलो त होइन, रमाइलो त रमाइलै छ। तर हामी चाहिँ सुटिङमा जब पनि विभिन्न ठाउँमा जान्छौँ त्यतिखेर चाहिँ हामी आफ्नो कामको लागि गएको हुन्छौँ, हामी कहीँ घुम्न पाउँदैनौँ। जस्ट आफ्नो काममा गयो, बिहानदेखिबाट बेलुकासम्म आफ्नो काम गर्यो, सुट गरेपछि चाहिँ हामीलाई कुन बेला कहिले चाहिँ हाम्रो सुटिङ सकिन्छ र घर फर्क्यौँ जस्तो हुन्छ। त्यसैले मान्छेहरूले चाहिँ के बुझिदिनुपर्छ भने हामी सुटिङमा जाने भनेको घुम्न जाने होइन, रमाइलो गर्न जाने होइन। हामी चाहिँ सुटिङमा जाने भनेको काम गर्न जाने हो। त्यहाँ गएर एकदमै धेरै नै हामीलाई स्ट्रेस हुन्छ, किनभने हामी बिहान 4 बजेदेखिबाट लगभग बेलुका त हामी 11 बजेसम्म जस्तो हामी सुटिङ गरिरहेको हुन्छौँ। बिहानदेखिबाट बेलुकासम्म बिचबिचमा आफ्नो सिन नभएको बेला मात्र एकछिन रेस्ट गर्न पाइन्छ, होइन भने हामीले एकदम धेरै स्ट्रेसफुल सिचुएसनमा बसिरहेका हुन्छौँ। त्यही भएर सुटिङ भनेको चाहिँ रमाइलो होइन, सुटिङ भनेको चाहिँ कामै हो। जसरी हजुरहरू अफिस जानुहुन्छ, कतिजना मान्छेहरू चाहिँ आफ्नो डे टु डे अफिस जानुहुन्छ, आफ्नो काम गर्नुहुन्छ। हाम्रो चाहिँ कस्तो हुन्छ भने डे टु डे जान नपरे तापनि जुन बेला हामी गइन्छ त्यहाँ चाहिँ हामी रमाइलो गर्ने हिसाबले नभएर कामै गर्नलाई भनेर गएको हुन्छ। त्यही भएर सुटिङबाट फर्किँदाखेरि चाहिँ एकदम धेरै थाकिन्छ, किनभने हाम्रो गाउँले परिवेशको कथाहरू हुन्छ प्रायः जस्तो नेपाली टेलिफिल्महरूमा चाहिँ। अनि त्यस्तोमा चाहिँ अब हामीले खनेको देखाउनु छ भने हामीले रियलै खनिरहनु परेको हुन्छ, कुनै गाग्री